Hi everyone, welcome back to my YouTube channel and welcome back to my another vlog. आजको भ्लग चाहिँ म नुहाएर सुरुवात गर्न आँटेको छु किनकि एकदम ढिलो उठे छिटो उठ्छु भन्दै सो गाइस फर्स्ट त म अब ब्रस गर्छु अनि ब्रस गरेपछि नुहाउँछु नुहाउनुको कारण चाहिँ किन छ भन्दा म नुहाउँदै त हिजो राति तेल लगाएर सुतेको छु कपालमा अब नुहाउनु पर्नु हुनेछ नुहाएपछि मजासँगले फेरि कफी खान्छु घाममा तातेर बसेर अनि फेरि सुरुवात गर्छु है त ल सो गाइस म चाहिँ नुहाएर पनि अब चाहिँ यता बाहिर आइसकेको छु घाम ताप्न बल्ल नुहाइसकेँ अब म चाहिँ चिया पिउन आँटेको सो गाइस चिया देख्न सक्नुहुन्छ है चिया अनि मकै ल मकै चाहिँ दिदीले अस्ति नै गाउँबाट लिएर आउनु भएको रहेछ क्या अनि अब चाहिँ हेर्नु विदेशमा अब गाउँको चिज आउँदाखेरि त एकदम धेरै चिज हुन्छ नि त होइन खान कस्तो मन लाग्छ नि त अनि दिदीले चाहिँ भुटियो राख्नुभएको रहेछ आज खाने मौका चाहिँ पाइदियोस् चिया चाहिँ मैले आफैले बनाएको ल चिया चाहिँ दुध खाएको चिया प्रायः जस्तो म चाहिँ खाँदिनँ नि त चिया दुध चियाले ग्यास्ट्रिक हुन्छ प्रायः जस्तो त तपाईँहरूलाई सबैलाई थाहा होला सो कहिलेकाहीँ चाहिँ जाडो लाग्दाखेरि चाहिँ चिया पिउँछु त्यो चाहिँ आज चिया पिउन आँटेको जाडो लागिरहेको छ हो घाम त लागिरहेको छ तर सिर हात चाहिँ चलिरहेछ त्यो चिया पिए ल चियाको बास्ना पनि साह्रो मिठो आइरहेको छ गाइस तपाईँहरू पनि नजिक भए तपाईँहरूलाई पनि दुई घुर्की भए पनि दिन्थ्यो दामी सुड्डीहरू यसरी हिँडिरहेको छ है कसैलाई यहाँ बाल मतलब छैन क्या कसैको सबै आफ्नै तालमा हो सो यो कुरा हेर्दा चाहिँ मलाई एकदम धेरै मनपर्छ होइन युरोप कसैको मतलबै छैन कहाँ ऊ आफ्नै धुनमा हामी आफ्नै धुनमा सो कसले के गर्यो कहाँ गयो के खायो त्यो कुनै चियो चर्चो चासै छैन क्या गाई यो हो नि त लाइफ भनेको खालि अरूको चियो चर्चो गर्यो फल्नाले के गर्यो चिल्लाले के गर्यो ढिस्काले यो किन्यो त्यो लगायो गाउँमा चाहिँ यो कुराले इरिटेट पार्छ दिमागलाई हो किन भन्नु त सो त्यही कुराले पनि अलिकति मलाई चाहिँ भनि त हाल्दिनँ तर पछि भन्छु सो त्यही भएर पनि अलिकति झ्याउ लाग्छ अब सायद बानी पनि मलाई यताकै पर जस्तो लाग्छ घरिघरि किनकि यहाँ कसैको मतलबै हुँदैन आफ्नो काम जाने आउने खाने बस्ने घुम्ने जस्ट किन अरू चाहिँ होइन मकै खाएँ ल फेरि सो गाइस अब चाहिँ हामी फाइनली रेडी भइसकेको छौँ हाम्रो सडनली माइन्ड मेकअप चाहिँ भन्नुभन्दा पनि हिजो हामीले चाहिँ अब भोलि समरको सपिङको लागि जाने भनेर प्लान मिलाइसकेको थियौँ सो हामी पनि नुहाइ पनि सक्यौँ सो अगाडि जाँदैछ भाइ सो पछाडि चाहिँ म छु आउटफिट हिँड्न सक्नुहुन्छ मेरो है यहाँदेखि पुरै देखाइदिन्छु ल मुनिबाट हेर्नु ल मेरो यो चाहिँ मेरो चेल्सा बुट भयो अनि यता मेरो समरको सो जाडो चाहिँ जाडै छ मैले यस्तो लुगा लगाएको छु तर पनि हेरौँ अब जाडै रहेछ सबैजना हुडी लगाइरहेछ मैले चाहिँ यस्तोमा हिँडेको छु अब हेरौँ के हुन्छ हल्का हल्का जाडो छ तर वेदर हेर्दा चाहिँ 3 बजेदेखि उता चाहिँ पानी पर्ने उयो देखाएको छ सो यतिखेर चाहिँ घामै लागेको छ सो म चाहिँ त्यत्तिकै नै हिँडिरहेको छु अब हामी चाहिँ सिधै जाँदैछौँ हेलो बस स्ट्यान्डमा गएर चाहिँ हामी गाडीको वेटिङ गर्नुपर्ने रहेछ फाइनली हामी चाहिँ बस स्ट्यान्ड आइसकेको छौँ सो 11 बजेको चाहिँ गाडी गइसक्यो हामीले मिस गऱ्यौँ होइन त्यसलाई अब 11:20मा नभए अब त्यस्तै कतिमा 10-15 मिनटको फरकमा त आउनु पर्ने हो तर थाहा छैन कस्तो झ्याउ लाग्यो गाडी अब अघि हिँड्नुपर्ने हामीलाई अथवा गल्ती हाम्रै भयो क्या अनि अब यतिखेर आयौँ सो केही छैन अब मौसम ठिकै छ अब कुर्नु भन्दा जाडो चाहिँ त्यति छैन त्यही भएर मैले यस्तो खालको लगाएको छु कपडा पनि त्यहाँदेखि अब चाहिँ गाडी वेटिङ गर्नै पर्ने हुनेछ भक्क लाग्यो बोली आएन मेरो अलिकति लामो होइन सो गाइस म चाहिँ यता आइसकेको छु अब जाँदैछु म पछाडि आएर बसेँ मेरो बोली आउँदैन भनेर सो अब चाहिँ हामी जाँदैछौँ गएपछि तपाईँलाई म देखाउँछु त गाडीमा चाहिँ हामी अलरेडी चढिसकेको छौँ सो जाँदैछौँ अब पुग्न आँटिसक्यो सो त्यहाँ गएपछि हामी फेरि सपिङ मल जानेछौँ एकदम धेरै एक्साइटेड म छु फर्स्ट त ऊ छ कि छैन थाहा छैन तिमी एक्साइटेड छौ कि छैनौ छ अरे एकदम क्यामेरा फेस गर्ने चाहिँ लजाउने मान्छे छोरी भन्दा मान्छे भन्दा परको छ यो मान्छे चाहिँ म चाहिँ क्यामेराको अगाडि पनि मलाई
गाडी पनि हिँड्दा हिँड्दा वाक्कै लागेर आउँछ यार। सो फाइनली अब हामी चाहिँ निस्किन आँट्यौँ। सो भाइ पनि निस्क्यो। सो फाइनली निस्क्यौँ। अनि यो गाडीमा हिँड्दाखेरि चाहिँ यस्तै झ्याउ लाग्छ क्या मलाई चाहिँ। हिँड्न त हिँडिरहेको हुन्छु त्यही पनि कस्तो चक्कर आउँछ। गाडीमा हिँड्नु लेखेको छैन जस्तो लाग्छ घरिघरि त मलाई चाहिँ होइन। सो हिँड्दा त्यो सर्ट पनि यत्रो हङल्याङ ल्याइदिएको छ। सो फाइनली हामी चाहिँ उत्रि पनि सकेर हामी चाहिँ यहाँ आइसक्यौँ। अब हामी क्यारिफोरतिर जाँदैछौँ है त गाइस। क्यारिफोर गएपछि क्यारिफोर सपिङ मल अब एकै ठाउँमा छ भन्छ। अस्तिसम्म आउँदा केही थिएन, ठाउँको ठाउँ ग्यास पम्प खोलिहाल्यो। ठाउँको ठाउँ ग्यास पम्प पनि खोल्यो अरे। के खोल्यो अरे? यता हेरेर भन्थ्यो ए पेट्रोल पम्प खोल्दियो अरे। अब भाइले पेट्रोल पम्प देखेको थिएन अरे, खोल्दियो अरे ठाउँको ठाउँ। अब हामी पनि जान आँट्यौँ। सो सब यही हो सब इलेक्ट्रिक लेखेको रहेछ। यही भित्र चाहिँ सबै थोक छ भन्दैछ। अब हामी जान्छौँ। सो कुनै कुनै ठाउँमा चाहिँ भिडियो गर्नको लागि अलाउड हुँदैन, त्यो चाहिँ हेरेर हिँड्नुपर्छ, नभए पैसा तिर्नुपर्ने हुन्छ। त्यसमा पनि जरिमाना होइन, किनकि अब आजकल चाहिँ त्यो लागु गरेको छ क्या। सबै थोकमा चाहिँ अब हामीले भिडियो बनाउन पाइन्छ भन्ने खालको अलाउड चाहिँ गरेको हुँदैन। त्यही भएर तपाईँहरू पनि ठाउँ हेरे अनुसारको भिडियो बनाउनु होला है त गाइस। एकदम बिकेयरफुल भएर। सो म चाहिँ टोइलेट आइसकेको छु। टोइलेट जानुपर्ने हुन्छ यार म त फर्स्ट कुरा त। सो गाइस टोइलेटमा पनि म आइसकेको छु, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब एकजना दाइले हामीले ल्याइदिएको यो बनाउनको लागि ल्याइदिएको। सो हुन्छ होला सायद। If a problem, I make the blog video. If you have problem here, I make the video blog. Video? Yes, blog. Okay. No problem. Yes. No problem? Yes. Okay. Thank you. Okay, You are the Philippines, right? Philippines? Yeah, this Nepal, this face all the Philippines. All Philippines. Oh, okay. I saw you make video. Yes, I make the video blog. You know blog? Blog. YouTuber. Yes. How are you? So you are a What's your name? YouTuber. Yes. My name is Adrian. This is Adrian. Hello. Hello. Say hello, my friends. Hello, my friends. You also- your friends. You Polish and I'm Poland. Yeah. I'm from Yes. Poland. I'm Polish. Here also Polish guy. Hello. And you subscribe my YouTube channel, okay? Okay. What is your YouTube channel? Mini vlog also Shubham Kama. Like. I just now starting my vlog first, then not too much my subscribe. Okay. Okay. Thank you. ओके सो अब हामी चाहिँ गएर अब हामी चाहिँ एकदम दामी दामी होइन आफूलाई कम्फर्टेबल हुने कपडाहरू रोज्छौँ समर भ्याकेसनको लागि। कहाँ पागल भएको छु त्यत्रो राइट बोलिरहेको छ यार। भर्खर त बोलो अगाडिदेखि रातो बोलिरहेको थियो। के हरियो बोलेर त काम मैले पनि के खोजेर नजान्ने बनाउन खोजेको। नजाने बनाउनु खोजेको होइन, अगाडि रेड लाइट थियो त्यहाँ हेर त अनि हुन्छ त। त्यसको त त्यसको कुन चाहिँ कुनको यो हरियो चाहिँ यो रात नै यसको त त्यसको गाडी जाँदा त भन्ने हाम्रो लास्ट दिन भएको लास्ट दिन यो मान्छेले गर्दा भन्नाले पनि म पनि अलिकति झुकिएँ भडक बनाउनेको चक्करमा। सो यस्तो चाहिँ नहोस्। भरामा जान एउटा रेड लाइटै छुट्यो हरियो चाँडो अब छिटो अब ढिलो गयो अवश्य पुगिन्छ, चाँडो गऱ्यो भने सकिँदैन भने जस्तो यो कुरा चाहिँ सधैँ लागु गर्नुपर्छ। ममा मात्रै होइन तपाईँहरूमा पनि। फाइनली हामी चाहिँ छिरिसक्यौँ, भित्र एन्ट्री गरिसक्यौँ। यहाँ चाहिँ हेर्नु तपाईँहरू फायर क्याम्प गर्न जानुहुन्छ भने चाहिँ यो लिएर जाँदाखेरि एकदम बेटर हुन्छ। मैले भनिरहनु त पर्दैन, त्यही पनि भनिदिइरहेको कसैलाई थाहा नभए। यहाँको मान्छेहरूको चाहिँ मलाई फेरि कस्तो दामी के बानी लाग्छ भन्दाखेरि चाहिँ उमेरले जे होस् उमेर अब होइन हुन्छ नि टाइपको त्यो 50-60 कटे पनि तर त्यो मान्छेहरूले कपडाको ड्रेसअप सेन्स चाहिँ त्यो
कस्तो दामी लगाइदिने क्या फेरि उनीहरूलाई सुहाउने पनि अब हाम्रो गाउँघरमा त हुन्छ नि यस्तो उमेर भइसक्यो यस्तो लाएर हिँड्छ भन्छ नि त्यो टाइपकै हुँदैन क्या यहाँ चाहिँ कस्तो सुड्डुहरूले पनि ड्रेसअप चाहिँ एकदम धेरै राम्रो गरिरहेको हुन्छ त्यो एकदम धेरै मनपर्छ मलाई हाई सो हामी चाहिँ रिजर्भ देखिसकेको छौँ गाइस देख्नु सक्ने हुन्छ अब हामी जान आँटेको छौँ रिजर्भ यस यो चाहिँ हाम्रो लागि एकदम सुइटेबल हुने भनेछ सो जाँदैछौँ अब सुनमा यहाँ कपडा हेर्नु न कस्तो छ अहिले आउनु पाएको छैन छिटो हेर्नु अहिले कस्तो खालको मान्छेहरूसँग हिँड्छ भने भरे चाहिँ छिटो आउँछ क्या बाइक चाहिँ नमिल्ने मान्छेहरूसँग हिँड्यो भने यस्तै हुन्छ छिटो हेर्नु भएर बल्ल त आउनु पुगेको छ होइन सुरज अब मलाई चाहिँ हेर्नु पाइन्टहरू हेर्नुपर्ने यार सुसुरमा चाहिँ म अब सुन पाइन्ट सोध्नु पऱ्यो ल हो म लिन्छु भन न म देखाइदिन्छु सो गाइज म कट्टु लिएँ म कट्टु लिने होइन गाइज यो चाहिँ मेरो लागि चाहिँ एकदम सुइटेबल भयो सो मैले यो चेक पनि गरिसकेँ अब उसलाई चाहिँ आइडिया छैन अरे के लिने भनेर सो अब उसको लागि हेर्नुपर्ने हुन्छ यो चाहिँ म लिँदैछु सो अरू पनि हेर्नुपर्ने छ अनि यो चाहिँ अब हामी यहाँ आइसकेको छौँ त्यो मेरो एउटा कपडा निकाल्थ्यौ न कि फेरि लान्छु होला गाइज गाह्रो छ हौ मसँग हिँड्ने मान्छेलाई एक त उसलाई फोटो खिचिदिन आइदिँदैन अहिले भरे म रिसाउनै भएको छ ओके सो मेरो चाहिँ अब काउन्ट कति छ भनेर पैसा सो त्यही हो कार्ड त अनकम्फर्टेबल भइरहेको छ त्यही भएर चाहिँ मैले चाहिँ अब आफूतिर देखाएँ सो मैले चाहिँ एउटा कटु लिन आँटेको छु yes, only this. Nene. Okay. So guys, finally मैले यो चाहिँ लिएँ चाहिँ एकदम धेरै ब्रान्डको है गाइस क्या तपाईँ जाने यहाँ यहाँ हाल्नु न त नि यहाँ लाइन कल ठाउँमा हेरेको छु यहाँ हेर्नु कलर ऊ पनि अब होली लिने अरे सो अब कस्तो खालको लिन्छ कलर त तिमीलाई मधुरो मधुरै सोच ठिक हो यस्तो गर्नु न त्यसो भए अरू ठाउँमा हेरौँ अरू ठाउँमा राम्रो लाग्यो भने यहाँ लगौँ न त सो हामी चाहिँ यो यसलाई चाहिँ हामीले अप्सनमा राखिरहेको छौँ किनकि अरू ठाउँ राम्रो पायो भने तिमीबाट लिन्छौँ मैले त लिइहालेँ अब भाइको लागि एउटा बाँकी छ सो अब हामी अर्को ठाउँमा जान्छौँ अरू ठाउँमा फेरि मन पऱ्यो भने त मैले लिनै पर्ने एउटा पाइन्छ उसको लागि चाहिँ अब गर्नुभएको छ सो अब यसको अप्सनमा राख्दै हामी चाहिँ जाँदैछौँ सो मैले चाहिँ यो पनि लिइसकेँ होइन यो चाहिँ एकदम धेरै राम्रो लाग्यो मलाई एकदम खुसी छु म तर महँगो भए पनि केही छैन यदि म अफोर्ड गर्न सक्छु भने जति नै महँगो भए पनि म त्यो सामान चाहिँ लिन सक्छु है किनकि मलाई चाहिँ एकदम मन परेपछि मनपर्छ नि त सो यो मैले लिएँ देख्नु सक्नुहुन्छ दाम सो अब चाहिँ हामी जाँदैछौँ उसका किनकि हामीले चाहिँ आज सबै सामानहरू किनिसकेको छौँ त्यसमा पनि चाहिँ हाम्रो अनि मैले चाहिँ न्यू वान चाहिँ मैले अघि नै तपाईँलाई देखाइसकेको थियौँ है तर अहिले चाहिँ जाडो भएर मैले लगाइहालेँ सो अरू कपडाहरू चाहिँ हाम्रो यो ब्यागमा छ गाइज अब हामी चाहिँ अब सायद 15-20 मिनटको रफ्तारमा चाहिँ यो बसले अब त्यतिखेरसम्म चाहिँ पुऱ्याउँछ होला सो यतिखेर चाहिँ हामी गाडीमा छौँ अनि आज यति धेरै खुसी लागेको छ किनकि अब धेरै टाइमपछि हामी टाइम स्पेन्ड गरेर हिँड्न पायौँ नि त अर्को ठाउँ सो त्यही भएर चाहिँ हामी चाहिँ गयौँ भने डोल्यौँ हामीले के खायौँ सो अब चाहिँ हामी जाँदैछौँ आफ्नो घर ओके सो गाइज फाइनली हामी चाहिँ आयौँ तर पानी परिरहेको छ यो मेरो मोबाइल पनि भित्र जस्तो डर लागिरहेछ छिटो जानुपर्ने हुनेछ हामी सो गाइजमा आइसकेँ उसका सपिङ पनि भइसक्यो हाम्रो पानी परेर छिटो हिँड्नु चाहिँ बेला पर्ने भएको छ सो त्यही हो यहाँ हामी चाहिँ हिँड्दैछौँ केही नलाने बिद्रङ्गाबाट तिमी लानु छैन सामान केही लानु छैन पानी परेको छोड्दैन
पानी परेको छ अरे त्यही भएर नलाने अरे अब एकैचोटि घर जाने पानी होला अलिअलि सामान किन्नुपर्ने त होस् अब झ्याउ लागिसक्यो हिँड्दा हिँड्दा अब हामी चाहिँ घर आइसक्यौँ अब रुममा आउन थोरै टाइम मात्रै छ धेरै बाँकी छैन अब चाहिँ फाइनली मेरो बङ्गला आइपुग्यो जाडो भयो सो अब चाहिँ म घर पुग्ने हुनु छु साह्रै जाडो भयो आज मैले एक दिनमै 3टा कपडा चेन्ज गरेँ बट भिडियो चाहिँ यो एउटै आज के हो है मैले तर कपडा मात्रै मैले चेन्ज गरेको उठाइदिनु भएछ कपडा सो जाम घरको हालत यस्तो छ सो घर आइपुग्यो फाइनली खुसी छु म मेरो पार्सल आएको देख्न दिदी पानी ए उयो रहेछ यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ भर्खर कपडा पुऱ्याउनु भएछ हेर्दैन त्यही थेप्चाइदिउँ भन्दैछ सो म चाहिँ रुम आइपुग्यो यो त मेरो रुम होइन घाम लाग्ने खायो नाइटको मान्छे सुतिरहनु भएको छ त्यही भएर म यहाँ आइपुगेँ सो अब चाहिँ भिडियो एन्ड गरिदिन आँटेको अब के पाक्छ हो त खाने सपिङ त डर हानेछ है केटाहरू दिदी हुनुहुन्छ है दिदीले त केही लिनु भएन अर्को पालि जानुहुन्छ होला अनि अर्कोचोटि जाने अरे सो आजको भिडियो चाहिँ अब म यहीँ हिँड्ने आँटेको सो गाइज के भन्न आँटेको छु भन्दाखेरि यदि तपाईँ मेरो च्यानलमा न्यू हुनुहुन्छ भने प्लिज गएर सब्सक्राइब गरिदिनु साथ सपोर्ट दिनु र आजको मिनी भ्लग चाहिँ यहीँ टुङ्गाइन्छु र अर्को दिनदेखि चाहिँ मैले खानाको रेसिपीहरू चाहिँ तपाईँलाई मेरो टाइम मिलाएपछि चाहिँ कन्टिन्यू दिन आँटेको छु सो अहिले चाहिँ म टाइम म्यानेज गर्नै पाइसकेको छुइनँ अनि यो चाहिँ हाम्रो किचन हो हेर्न सक्नुहुन्छ दिदीले मासु पकाउनु हुँदैछ लभ यु एन्ड बाई बाई थ्याङ्क्स फर वाचिङ